यतिको स्विमिङ पुल नेपालगञ्ज वरिपरिमा पाउन चाहिँ एकदमै गाह्रो छ। हामीले चाहिँ फाइनल्ली पाइसकेछौँ। सो हामी चाहिँ हिँड्दा हिँड्दै बाटोमा साँप भेटायौँ। यसरी साँपहरू चाहिँ नमारिदिनु होला। दोस्त मजा आएन मलाई। सो नेपालगञ्जबाट मात्र 20 रुपियाँमा तपाईँहरूले यो भाइब लिन सक्नुहुन्छ। लाइक हेर्न सक्नुहुन्छ, पानी पनि एकदम बगिरहेको पानी हो है। तपाईँको यता माथिबाट बगेर आइरहेको छ। केटाहरू यहाँ पुरा नुहाइरहन्। ल एकदम सस्तो पनि सस्तो छ, राम्रो होइन। 1000 रुपियाँ किलोमा तपाईँहरूलाई मासुहरू गरिदिन्छ। नम्बरहरू यहाँ छ, चट्टा लगाएर नम्बरहरू लिनु होला होइन। 20 रुपियाँमा यत्रोमा फोटो भिडियो के गराउँछ, यत्रो ठाउँ छ। यो पनि नेपालगञ्जमा only 25 minutes from नेपालगञ्ज। हे पानी आयो, पानी आयो, पानी आयो। ओ गुरु पानी आयो, भिजिसक्यो गुरु त। हेलो 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 गाइस, हामी चाहिँ अहिले हामी जाँदैछौँ स्विमिङ गर्न राप्ती पारी। हामीसँग केटाहरू टन्नै छ। हाम्रो यता गुरु पनि आउनुभएको छ। गुरु के छ? ठिक छ ठिक छ। आज स्विमिङ हान्ने होइन त? हान्ने हान्ने। ल यहाँ हाम्रो केटाहरू सब रेडी हुँदैछ। हामी त स्विमिङ गर्न जाँदैछ। अब यो चाहिँ टाइम चाहिँ अलिकति लेटै भन्छौँ तर जान्छौँ, रमाइलो गर्छौँ भन्ने आशा छ। हस् त धन्यवाद। अहिले चाहिँ हामी समथिङ कति 11 बजिरहेको छ। हामी चाहिँ यहाँबाट राप्ती पारे भन्ने ठाउँमा स्विमिङ गर्न जाँदैछौँ। केटाहरू चाहिँ यहाँ रेडी हुँदैछ होइन। अब म चाहिँ यहाँ गुरुसँग हुन्छ आज, मेरो जिमको गुरु हुनुहुन्छ चट्टा लगाएर। अनि यहाँ केटाहरू यहाँ छ। कस्तो लागिरहेको छ केटा? अब हामी चाहिँ निस्किन लाग्यो। अब यो चाहिँ ठिक होइन। त्यही हो, हामी नुहाउँछौँ होइन, त्यहाँ गएर स्विमिङ गर्छौँ। के कस्तो हुन्छ हजुरहरूलाई पनि देखाउँछौँ। त्यही हो, माया छ। हामी चाहिँ तेल हाल्न आएको, तर लास्ट महँगो छ यार आजभोलि तेल। पहिलामा 200 को 2 लिटर आउँथ्यो, अहिले त 500 रुपियाँ हाल्नुपर्छ यार। पेट्रोल हालेर निस्किसकेछौँ यहाँबाट। समथिङ हामी धेरै टाढा छैन, 20-25 किलोमिटर होला। समथिङ 20-25 मिनट लाग्छ। अनि त्यही हो, जान्छौँ। हजुरहरूलाई पनि देखाउँछ, केटाहरू मजाले तेल हाल्दै आइरह। आज मौसम पनि कुल छ, त्यस्तो गर्मी छैन। कहाँ गर्दैछौँ भाइ? नेचुरल स्विमिङ पुल। नेचुरल स्विमिङ पुल त अगैयादेखि अगाडि ढलैया भन्ने ठाउँ। ल ढलैया भन्ने ठाउँमा हामी जाँदैछौँ। अब लोकेसन पनि तपाईँहरूलाई देखाइदिनु। ट्राफिक हुन्छ, हुन त हुन्छ। छोडिदिन्छु, लैजा भनिदिन्छु। अरे बाप, बाइक मेरो त उडाइदियो। मेरो लाइसेन्स छ भइहाल्छ। लाइसेन्स त मसित नि छ। बिलबुक छैन? बाइक चलाउने लाइसेन्स। ल सही हो, हामी चाहिँ यतिजना भयो होइन, निस्किनु लाग्यो केटाहरू। के हो यार, यस्तो मलाई मनै पर्दैन यार। धुलो कहिले बन्ने हो क्या बाटो यार। हाम्रो बालेन सरकार आएर पनि खै केही छैन यार। स्ट्याटस लेख्न मात्रै बिजी हुनुहुन्छ हाम्रो बालेन सरकार। हेर्नु त हामीलाई कति दुःख पाइरहेको, धुलै हिँड्नु परेको छ। ट्याक्स हामी कति बुझाउँछौँ? 7-8 हजार यो बाइकको मात्रै बुझाउँछौँ। व्यवस्था गर्नु पऱ्यो। अब केटाहरू चाहिँ हल्का पछाडितिरै हराइहालेछन्। हामीहरू चाहिँ एउटै स्पिडमा हिँडिरहौँ 40 को। यार के गर्छन् केटाहरू यार, पुरा भैँसी छ यार केटाहरू यहाँ त। यहाँ भैँसीहरूलाई नि गर्मी लाग्छ त यार होइन। सो हेलो गाइस, कस्तो दामी देखेको, पुरा सिसा जस्तो। पुरा मेरो मुख देखिरहेको, भान्जा पनि देखिरहेको छ। भान्जा तिमी पनि देखिरहेको छौ। केटाहरूलाई वेट गर्दा गाँड भइसक्यो। अब गएर नुहाइदिने। तर आज धन्न गर्मीले साथ दिएछ होइन, त्यही ठुलो कुरा। आज झन् के भन्छ, हावा चल्छ के न्युजमा थियो। चल्छ, यसो पानी पनि भनिरहेछ। त्यही हो।
सो हामी चाहिँ हिँड्दा हिँड्दै बाटोमा साँप भेटायौँ। यसरी साँपहरू चाहिँ नमारिदिनु होला, गलत चिज हो होइन, सही हो क्या। यसले गर्दा हामी बाँच्छौँ क्या, धेरै कुराहरू हुन्छ। यसले गर्दा हामी पनि बाँच्छौँ र हामीले गर्दा यो पनि बाँच्छ क्या। दोस्त मजा आएन मलाई। इन्जिनै सिज गर्दैछन् केटाहरूले कुदाउँदा कुदाउँदा। अब के भनौँ, अब इन्जिन सिज भइहालेछ, स्टार्ट गरिहालेछन् कि नै? ए स्टार्ट भइहाल्यो सायद। घुमैया जलाघार पार्क, यस्तो यस्तो ठाउँबाट हामीहरू भित्र जाँदैछौँ है। अब ठ्याक्क लोकेसन चाहिँ भन्दैन, नत्र तिमीहरू आएर भिडभाड गरिदिन्छौ। ठ्याक्क भन्ने होइन कि कहाँनिर हो भन्यो भने फेरि यहाँ भिड भइहाल्छ फेरि। स्विमिङ पुलमा नि कति नुहाउने, अनि त्यही भएर यसो सर नेचुरल हावा पानी खाँदै सम टाइम है। फेरि म चाहिँ पसलमा टाइम दिनुपर्छ। अब गुरुलाई चाहिँ के छ, बिहान जानुहुन्छ? कति बजे जानुहुन्छ गुरु? तपाईँ बिहान 4 बजे गइन्छ, बिहान 4-10 बजे फर्किन्छ, त्यसपछि घरमा दिनभरि रेस्ट हो, हुन्छु। अनि साँझ हो फेरि 4 देखि 10 फेरि ड्युटी जानुपर्छ। त्यही हो। त्यही भएर गुरुलाई त ठिक छ। अब मेरो त पसल हेर्नुपर्छ, तर सम टाइम हिँड्न मिल्यो, छुट्टी यसो मिलाएर, टाइम सन्नाटा मिलाएर। पुगे जस्तो लाग्छ मलाई नि, कन्फर्म थाहा छैन यही ठाउँ हो कि कहाँ हो। तर हेर्दाखेरि तपाईँहरूले नि यसो भ्यूको मजा लिनु। तर धेरै त भिडभाड नरहेछ। ल कोलाई यो लोकेसन नेचुरल भाइब। ल भन केटा, के कस्तो लागिरहेको छ? सब ठिकठाक लगाइरहेछ साथी, रमाइलो भयो आजको भ्लग, यादगार छ। भ्लग त अब कन्टिन्यू हुन्छ। सो नेचुरल भाइब लिनु छ भने मात्र 20 रुपियाँमा तपाईँहरूले यस्तो मात्र 20 रुपियाँ खर्च गऱ्यो भने हजुरले यतिको सानो सुविधा पाउनुहुन्छ। चिसो रहेछ, ठिकै, नट ब्याड। अब हामी यहाँ आछौँ त प्रमोसन गर्न, तर यो ठाउँको नाम लिए भने बहुत आउनेवाला छन्। फेरि पुरुष कपडा 20 रुपियाँमा पुरुष कपडा बदल्ने घर गरेमा रुम चेन्जिङ रुम पनि रहेछ यहाँ। वाह, ए पानी कति सफा छ बे। ए मजा आयो। ल ल ल ल ल ल ल ए कुदिहाल गइरहेछ साथी। ल दामी ठाउँ लाग्यो मलाई त। गुरु कस्तो लाग्यो हजुरलाई? राम्रो छ। अब नुहाएपछि अब नुहाउने जना चाहिँ रमाइलो हुन्छ अहिले। यहाँ मसाज पनि हुन्छ, हेर माछाहरू छ कि, टोक छ कि। कस्तो लाग्यो तिमीलाई भन न? ठाउँ ठिक छ होइन? खाना पनि छ। ओन्ली 20 रुपियाँ। ठाउँमा त राम्रै हो गाइस। सब छपरीहरू पुगेछ नि, त्यस्तो ठाउँमा त जाने होइन हामी। ओन्ली 20 रुपियाँ, तर वसुली फुल वसुली। अब नुहाएपछि गर्मी त लास्टै छ, बाटो पनि लास्टै गर्मी त खासै छैन। मलाई त गर्मी लाग्यो, लागेर ल सही हो, ठिक छ, दामी छ। तपाईँहरू आउनु सक्नुहुन्छ। बाद अहिले पछि म लास्टमा हजुरहरूलाई लोकेसन भनिदिइहाल्छु। के छ भन्छ, दुःख पायो है? बाइकले दुःख दियो। सो नेपालगञ्जबाट मात्र 20 रुपियाँमा तपाईँहरूले यो भाइब लिन सक्नुहुन्छ। लाइक हेर्न सक्नुहुन्छ, पानी पनि एकदम बगिरहेको पानी हो है। तपाईँको यता माथिबाट बगेर आइरहेको छ। केटाहरू यहाँ पुरा नुहाइरहन्। चलपल यहाँ मेरो घडी यहाँनिर रहेछ। पानी पनि चिसो छ यार, दामी ठाउँ यार। हल्का तपाईँको नेपालगञ्जदेखि 25 मिनट जति लाग्ला। लोकेसन चाहिँ बिस्तारै म भनिदिन्छु। And I'm counting down, and
till I can see you, until you're around. Your laughter, your smile, your gentle sighs, they're all I crave in my sweetest highs. Every text, every call, it's not मजा आइरहेको छ केटा हो मजा आएर ल केटाहरू चाहिँ एकदम मजा गरिरहेछन् होइन यतिको स्विमिङ पुल नेपालगञ्ज वरिपरिमा पाउन चाहिँ एकदमै गाह्रो छ हामीले चाहिँ फाइनल्ली पाइसकेछौँ केटाहरू रमाइरहेछ मजा आइरहेछ नि पानी कस्तो छ पानी चिसो छ एकदम चिसो छ 20 रुपैयाँ बुवा चुद मजा आयो नि पैसा वसुल छ यो ठाउँमा यस्तो लोकेसन आउनु बनिहाल्छ यहाँ पनि फेरि सेल्फी वेल्फी भइरहेको यो युनिभर्सलको टिमहरू हो हाम्रो युनिभर्सल सो त्यहाँ चाहिँ नुहाउने ठाउँ यहाँनिर रहेछ अनि यहाँबाट चाहिँ म टक्क लाएर ऊ त्यहाँनिर फ्रेस हुन गइरहेको छु के छ राजा ठिक छ यार राजा आरामै एकदम आरामै ल वेलकम छ तपाईँलाई थ्याङ्क यू है हजुरहरूको ठाउँ हो हजुर हजुर यो ठाउँलाई के भन्छ यो तपाईँको धुमैया पार्क के पार्क ए ल दामी रहेछ यार बबाल ल यार ल अब पर्यटकहरू भिड्छन् अब यहाँ सर यहाँ नुहाउने ठाउँ रहेछ होइन चट्ट लगाएर नुहाएर फ्रेस भएर यहाँ पौडी खेल्ने यहाँ चाहिँ नुहाउने अनि टक्क लाएर डोरे केटाहरू त माथितिरै नुहाइरहेछन् तिनीहरूको सामान हामीले त्यहीँ छोडिदिएर हामी हल्का यहाँ माथितिर रिसोर्टतिर जान लाग्यो एकछिन चिया पानी खानु पऱ्यो भनेर हो कि होइन साथी भोक लाग्यो चिया खानु पऱ्यो यहाँ हेर न यस्तो यस्तो शुद्ध सफा पिउने पानी ल केटा पियो यस्तो यस्तो व्यवस्था ओन्ली 20 रुपियाँ है सब चिजको मात्र 20 रुपियाँ रिल सिल बनाउन पनि राम्रो रहेछ यार गुरु 20 रुपियाँमा हो यो सब सबै 20 रुपैयाँमा आएर मा नुहाउनु पनि फ्री पानी पनि फ्री सबै 20 वाइफाई पनि छ ओन्ली 20 रुपियाँमा मा यहाँ फेरि नेटवर्कै नआउँदो रहेछ जस यो ठाउँको नाम यसो एक्सप्लोर गरिदिनु न यो के कसो हो यसो भनिदिनु न यो ग्रिन रिसोर्ट हो हजुर यहाँ चाहिँ अब नास्ताहरू पाउँछ हजुर खानको लागि खासमा यहाँ के हो यो नुहाउनलाई ठाउँ बनायो कि पार्क हो कि कस्तो हो खास पार्क हो पार्कै होला पार्क हो के पिकनिक स्पोट हो पिकनिक स्पोट ए कतिको मान्छेहरू आउँछन् त आउँछन् मान्छेहरू दिनमा अझै त्यस्तो हिडेन ठाउँ हो जस्तो लाग्यो मलाई म त फर्स्टचोटि आएको म पनि लोकलै हो नेपालगञ्जको तर हामीले थाहा हुनुपर्ने थाहा थिएन हिडेन जस्तो लाग्यो अब चाहिँ आउँछन् होला मान्छे अब बिस्तारै ल आउनु होला आउँदैछ बिस्तारै बिस्तारै मान्छे थाहा भयो भ्लग पनि हेरिदिनु पऱ्यो सुप्रिम भ्लगमा आउँछ यसो सेयर साथीभाइ सेयर हानिदिनु पऱ्यो मात्र 20 रुपियाँमा हजुर हुँदैन
रहेछ कि ल एकदम सस्तो पनि सस्तो छ राम्रो होइन 1000 रुपियाँ किलोमा तपाईँहरूलाई मासुहरू गरिदिन्छ नम्बरहरू यहाँ छ चट्ट लगाएर नम्बरहरू लिनु होला होइन यो ठाउँको नाम ग्रिन पार्क रिसोर्ट ल त्यही हो केटाहरू अगाडि हिँडिरहेको छ यहाँ खानु छ भने चाहिँ आउने बित्तिकै नुहाउनुभन्दा अगाडि भनिदियो अनि ठ्याक्क पाकेपछि चाहिँ त्यही बोलाउनु हुन्छ अनि सस्तो लगाएर निस्किन्छ। धेरै महँगो पनि छैन बे बहुत सस्तो छ यार 20 रुपियाँमा यत्रोमा फोटो भिडियो के गराउँछ बे यत्रो ठाउँ छ त्यो पनि नेपालगञ्जमा नेपालगञ्जमा ओन्ली 25 मिनट्स फ्रम नेपालगञ्ज अनि व्यवस्थापन पनि राम्रो छ पोहोर ओन्ली 25 मिनट्स फ्रम नेपालगञ्ज ल साथीहरू अहिले चाहिँ 3 बजिसक्यो अनि हामी चाहिँ रिटर्न हुन लागेको अनि त्यही हो रमाइलो भएन गुरु रमाइलो भयो धेरै एकदम पानी पनि चिसो थियो मस्तको थियो नास्ता पनि रहेछ सब राम्रो थियो अब नेक्स्टचोटि बवाल तरिकाले आउनुपर्छ त्यही हो मजा लिँदैन हाम्रो गाडी बिग्रियो नि त अनि यो भाइलाई पनि एकजनाको जिक्सर बाइक बिग्रियो त्यही भएर 3 जना जाँदैछौँ हामी हातले हानेर त्यहाँ बोइलर मारिदिरहेको छ हेलो सुप्रिम भ्लग भनिरहेको छ सुप्रिम भ्लग पानी आयो भिजिसक्यो गुरु त भिजिसक्यो भिजियो पुरै भिजियो कहाँबाट पानी आयो ल खटिया पनि रहेछ बसिहाल्यो तिम्रो लागि अब बहुत बुरा पानी आएको बस केटाहरूलाई त्यहाँ छोडेर आएको पानी आएको बाबा सो हामी चाहिँ रिटर्न भइरहेको थियौँ पुरा रोडै जाम छ यार यहाँ त माकुरी पानी परेर हावा परेर पुरा बत्ती नै गइसक्यो पुरा हेर त केटा जाम अब तिनीहरू पनि नालैबाट हाल्यो होला नि त्यही भएर झरेछन् के धक्का लगायो होला नि के यहाँबाट त्यही हो त्यही भएर धक्का लगाएर